अस्ट्रेलिया रिफ्युजल भयो। अब रिअप्लाई गर्ने कि नगर्ने र रिअप्लाई गर्दै हुनुहुन्छ भने के कुरामा विचार पुर्याउने त? रिअप्लाई गर्दा पहिला त तपाईँको युनिभर्सिटीले रिअप्लाईको सिओई इस्यु गर्छ कि गर्दैन त्यो बुझ्नु होला। प्राय जस्तो युनिभर्सिटीहरूले रिअप्लाईको लागि सिओई चाहिँ इस्यु गर्दैन र यदि सिओई पाउनुभयो भने रिफ्युजल अनुसार आफ्नो प्रोफाइल चेन्ज गर्न मिल्ने सर्कमस्टान्सेसहरू चाहिँ चेन्ज गर्नु होला। जस्तै तपाईँको इन्कम डकुमेन्ट्समा हो कि तपाईँको फाइनेन्शियल डकुमेन्टमा होस्। र रिफ्युजल लेटरमा अन्य कुराहरू जस्तै मिसिङ डकुमेन्ट्स अनि एसओपीको रिजनहरूमा रिफ्युजल हुनुभएको छ भने त्यस्तो कुराहरूमा पनि विचार पुर्याउनुहोस्। र यदि तपाईँलाई रिअप्लाई गर्न मिल्दैन जस्तो लाग्छ भने आफ्नो एकाडेमिक्स र फाइनेन्शियल प्रोफाइल अनुसार आफ्नो फ्युचर र करियर पर्सपेक्टिभमा कन्ट्री अप्सन राख्नुहोस्। र अन्य कन्ट्रीहरू जस्तै युके, युएसए, क्यानाडा, न्युजिल्यान्डको क्राइटेरिया के छ, एप्लिकेसन प्रोसेस के छ र फ्युचर पर्सपेक्टिभ कस्तो छ भनेर डिटेलमा बुझ्न मन छ भने प्लिज डु भिजिट पोलार एजुकेसन।